नमस्कार। आज विश्व धूम्रपान रहित दिवसको उपलक्ष्यमा नेपाल क्यान्सर एजुकेसन फाउन्डेसनको तर्फबाट म डाक्टर योगेन्द्र प्रसाद सिंह हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गर्दछु। आदरणीय प्रमुख अतिथि, सम्माननीय शिक्षकवर्ग तथा मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई नमस्कार। आज हामी यहाँ विश्व धूम्रपान रहित दिवसको अवसरमा एकत्रित भएका छौँ। हरेक वर्ष मे 31 तारिकका दिन मनाइने यो दिवसले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो खतरा बनेको सुर्तीजन्य पदार्थ तथा निकोटिनको लत विरुद्ध सचेतना फैलाउने उद्देश्य राख्दछ। नेपालको सन्दर्भमा हेर्ने हो भने सुर्तीजन्य पदार्थको प्रयोग अझै पनि गम्भीर समस्याको रूपमा रहेको छ। चुरोट, बिडी, खैनी, गुटखा, पान मसाला, हुक्का लगायतका पदार्थको प्रयोग समाजमा व्यापक रूपमा भइरहेको छ। विशेष गरी युवाहरूलाई आकर्षित गर्न विभिन्न रंगीन प्याकेट, स्वादयुक्त उत्पादन तथा सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्दै आएको छ। सुर्तीजन्य पदार्थले फोक्सोको क्यान्सर, मुटु रोग, स्ट्रोक, श्वास प्रश्वास सम्बन्धी रोग लगायत धेरै घातक रोग निम्त्याउँछ। धूम्रपान गर्ने व्यक्ति मात्र होइन, वरिपरिका मानिसहरू पनि सेकेन्ड ह्यान्ड स्मोकका कारण प्रभावित हुन्छन्। यसले बालबालिका, वृद्ध तथा परिवारका सदस्यहरूको स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ। नेपालमा सुर्तीजन्य पदार्थको असर स्वास्थ्यमा मात्रै सीमित छैन। धेरै परिवारले आफ्नो आम्दानीको ठूलो हिस्सा चुरोट तथा अन्य सुर्तीजन्य वस्तुमा खर्च गरिरहेका छन्। यसले गरिबी बढाउनुको साथै शिक्षा, पोषण र स्वास्थ्यमा खर्च हुनुपर्ने रकम नोक्सान गरिरहेको छ। साथै चुरोटको ठुटा तथा प्लास्टिक जन्य फोहोरले हाम्रो वातावरण पनि प्रदूषित बनाइरहेको छ। यस वर्षको सन्देश अनमास्किङ द अपील काउन्टरिङ निकोटिन एन्ड टोबाको एडिक्सन ले सुर्तीजन्य पदार्थको बाहिरी आकर्षणभित्र लुकेको वास्तविक खतरा बुझ्न आग्रह गर्दछ। चुरोट वा भेप आधुनिक र स्टाइलिश देखिए पनि यसको अन्त्य रोग, लत र पीडामै पुग्छ। अन्त्यमा हामीले प्रत्येक दिनलाई धूम्रपान रहित दिन बनाउनु पर्छ। स्वस्थ नेपाल निर्माणका लागि हामी सबैले आजदेखि प्रतिज्ञा गरौं, सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने, अरूलाई पनि यसबाट टाढा राख्ने र स्वस्थ, स्वच्छ तथा समृद्ध नेपाल निर्माणमा योगदान दिने। धन्यवाद।